यहाँहरूलाई प्रवाह अनलाइनमा स्वागत छ। म खगेन्द्र अनुरागी र यति बेला चाहिँ हामी धनकुटा जिल्लाको पाखरीबास नगरपालिका 4 मा स्थित श्री सिमसार पर्यटकीय क्षेत्रमा छौँ र आजको यो भिडियोमा चाहिँ हामी तपाईहरुलाई यो सिमसार क्षेत्र छोटो मिठो भ्रमण गरेर देखाउनेछौँ र अबको क्रममा भने यो यात्रातर्फ अगाडि बढ्न चाहन्छौँ। यहाँलाई पनि यो भिडियोमा यो यात्रामा स्वागत छ। र यो चाहिँ यो श्री सिमसार क्षेत्रको यो प्रवेशद्वार भनौँ। यति बेला चाहिँ बिहानको त्यस्तै 7-8 बजिरहेको छ र अब चाहिँ हामी यहाँहरु समक्ष यो यात्रा निरन्तर अगाडि बढाउन गइरहेका छौँ। र यहाँ प्रवेश गर्ने बित्तिकै चाहिँ यहाँनेर यो जलकुण्ड भनौँ, यो आधुनिक जलकुण्ड सँगै यहाँ चाहिँ ठुलो शिवजीको प्रतिमा छ। यहाँहरुलाई त्यही पुगेर यो शिवजीको प्रतिमा हामी देखाउन गइरहेका छौँ। कृपया यो भिडियो अन्तिमसम्म हेरेर जस्तो लाग्छ त्यस्तै प्रतिक्रिया दिनुहोला। र यहाँहरु समक्ष यो शिवजीको प्रतिमा हेर्न सक्नुहुनेछ र यहाँहरुलाई कस्तो लाग्छ त्यस्तै प्रतिक्रिया दिनुहोला। एकदमै ध्यान मुद्रामा रहेका शिवजीको यो प्रतिमा छ। त्यस्तै गरी अन्य यतातिर हेर्न लायकका चिया बगानहरू पनि देख्न सक्छौँ। त्यस्तै गरी ठाउँ ठाउँमा यस्तै विश्राम गर्ने ठाउँहरू छन्। यहाँहरूले यो सिमसार पोखरी पनि यहाँहरूले देख्न सक्नुहुनेछ र अन्य दृश्यहरू पनि यहाँहरूलाई यो भिडियोमा हामी देखाउन गइरहेका छौँ। र यहाँनिर चाहिँ यो सिमसार क्षेत्रभित्र प्रवेश गर्ने द्वारमा चाहिँ यो फुल यहाँहरूले यो जङ्गलमा देखिने अधिकांश जङ्गलमा भिर पहरामा देखिने फुल चाहिँ यहाँहरूले यहाँ देख्न सक्नुहुनेछ। र यहाँबाट चाहिँ सिधै प्रवेश गर्दाखेरि गौतम बुद्धज्यूको प्रतिमा यहाँहरू समक्ष हामी देख्न सक्छौँ। त्यस्तै गरी यो मुनि चाहिँ सिमसार, त्यस्तै गरी यहाँ चाहिँ माछा पनि देखिरहेको छु है त मैले है, माछाहरू पनि देखिरहेको छु। एकदमै ठुल्ठुलो माछाहरू पनि छ हैन। यो चाहिँ के गरिन्छ आई डोन्ट नो है। म चाहिँ फर्स्ट टाइम यो सिमसार क्षेत्र भिजिट गरेको है। र यो पोखरी यहाँहरू समक्ष हामीले देखायौँ। यताबाट पनि एकदमै चियाको बगानहरू यहाँहरूले हेर्न सक्नुहुनेछ र अन्य प्रतिमाहरू त्यस्तै गरी घुम्न लायकका ठाउँहरू यहाँहरू समक्ष आजको यो भिडियोमा हामी देखाउनेछौँ। कृपया यो भिडियो चाहिँ अन्तिमसम्म हेरिदिनु होला। यहाँनिर माछाहरू देख्न सक्नेछौँ हामीले है। देखिँदैन पनि होला सम्भवतः, यो एकदमै लेउयुक्त पानीमा देख्न अलिक गाह्रो छ। र अब चाहिँ अरू ठाउँहरू यहाँहरूलाई हामी देखाउन गइरहेका छौँ। यति बेला चाहिँ हामी यो पिकनिक स्पोट 5 भन्ने छ, हामी यहाँ छौँ। यहाँहरूले यो वरपर हेर्न सक्नुहुनेछ। त्यस्तै गरी यहाँ चाहिँ अजिङ्गरको प्रतिमा पनि रहेको छ। अनि यहाँहरूलाई यो सिमसार क्षेत्र यो पर्यटक स्थलको बाँकी दृश्यहरू चाहिँ हामी देखाउन गइरहेका छौँ। कृपया यो भिडियो अन्तिमसम्म हेरिदिनु होला। यताउति लगभग बोट बिरुवाहरू धुप्पी देखिरहेका छौँ। त्यसै गरी फुलहरू बाटैभरि यहाँहरूले पनि देख्न सक्नुहुनेछ। सो यहाँबाट देख्न सकिने भ्यू यहाँहरूलाई हेर्न सक्नुहुनेछ। एकदम राम्रो भ्यूहरू, चिया बगान यहाँहरूले हेर्न सक्नुहुनेछ। त्यस्तै गरी अब चाहिँ यहाँहरूलाई बाँकी यो ठाउँमा रहेका स्पोटहरू, पिकनिक स्पोटहरू के देखिन्छ यहाँहरूलाई हामी देखाउने कोसिस गर्नेछौँ। प्लिज अन्तिमसम्म हेरिदिनु होला। त्यस्तै गरी यहाँनिर कालिज पनि देखिरहेको छु। सो यु क्यान वाच है। र यसको लागि बस्ने ठाउँ पनि देखिरहेको छ। सायद यो क्यामेरामा नआउला। सो यहाँहरूले हेर्न सक्नुहुन्छ। बाँकी यात्रा अबको क्रममा सो यो पोखरी चाहिँ एकदम ठुलो। सो यताउति चाहिँ एकदमै हरियाली, नेचर लभरहरूको लागि पनि यो एउटा राम्रो स्थल चाहिँ हुनसक्छ है त। र त्यस्तै गरी अब चाहिँ हामी यो मिनी जू यहाँहरूलाई देखाउनेछौँ है। के छ यतातिर, यता कर्नर पोखरी। सो यु क्यान वाच है। खरायोहरू
यहाँहरूले हेर्न सक्नुहुनेछ। यहाँ चाहिँ खाली रहेछ है। यहाँ चाहिँ विश्राम स्थल पनि हामीले देख्न सक्छौँ। र कृपया यहाँहरू यो भिडियो अन्तिमसम्म हेरेर जस्तो लाग्छ त्यस्तै प्रतिक्रिया दिनुहोला है। यु क्यान तपाईँहरू पनि यदि धनकुटा आसपासमा हुनुहुन्छ र यहाँ आइपुग्न भ्याउनु भएको छैन भने प्लिज यहाँहरूलाई पनि हामी यो ठाउँ चाहिँ रिकमेन्ड गर्छौँ। एउटा घुम्न चाहने मान्छेहरूको लागि चाहिँ पार्क पनि छ यहाँनिर बच्चाहरूको लागि। यु क्यान सी है पिङ पनि रहेछ एन्ड मेनी थिङ धेरै कुराहरू छ। र अबको एकछिनपछि चाहिँ हामी यो माथि चढेर यहाँहरूलाई वरपरको दृश्यहरू देखाउनेछौँ है त। Let's go. I wake up to a little bit of drool on my pillow, feel like it's gonna be a bad day. Yeah, I'm tired of shit, and the coffee ain't hit yet, damn ain't that great. I don't wanna go to work, cause my boss is a jerk, and I'm not even that paid. I need a change in my life, cause I don't feel alive, and there's nothing that makes me happy. Hold my beer for a minute, I'm about to quit my job, cash in for a ticket. I'm going on a trip and I don't plan to visit. I'm gonna stay there till I feel like I'm winning, and this is just the beginning. I need a big change, help me feel like living. I need a big swing, home runs I'm hitting, and I'll never look back, moving on till I get it all. And we all got dreams, we all want things, but what you gonna do for it? How you gonna move for it? What you gonna be? And do you believe you can do anything? But what you gonna do for it? How you gonna move for it? What you gonna be? Let's go! Hey! Yeah, this is my life, my strife, my right to fight, to die on. And this is my game to play, to claim a brand new name, And I ain't gonna lie to you, I'm a bit nervous that I might screw everything up that I've ever done. But what's the point of living if you ain't having fun? I guess I'll try this, try that, might miss, gotta find what I'm good at. I guess I look here, look there, over where am I scared, where am I at? I gotta make it in this life, whatever makes me happy, know I'm doing things right. Sipping in the summer on a goose and Sprite, or find a nightclub for the end of the night, And we all got dreams, we all want things, but what you gonna do for it? How you gonna move for it? What you gonna be? And do you believe you can do anything? But what you gonna do for it? How you gonna move for it? What you gonna be?
माथि भएको कारणले चाहिँ यो पुरै ब्लर आइरहेको होला, ब्ल्याक देखिरहेको होला। सो यो साइडबाट सकेसम्म यहाँहरूलाई यो देखाउने कोसिस मेरो। र यो आजको यो भिडियोमा चाहिँ यहाँहरूलाई यति नै देखाउन चाहन्छु। र यहाँबाट चाहिँ हेर्दाखेरि वरपर एकदमै धेरै ठाउँहरू देखिन्छन् है। यो माथि रहेको हिले बजार पनि देखिन्छ। यताको ठाउँहरू चाहिँ मलाई थाहा भएन, यहाँहरूलाई थाहा छ भने प्लिज कमेन्ट गर्न सक्नुहुनेछ। यति भन्दै यहाँहरूलाई चाहिँ यो भिडियो कस्तो लाग्यो कमेन्ट गर्नुहोला। र प्रभा अनलाइनलाई फलो या सब्सक्राइब गर्नुभएको छैन भने सब्सक्राइब गर्नुहोला भन्दै आजको यो भिडियोबाट म कार्यक्रम प्रस्तोता खगेन्द्र अनुरागी यहाँहरू समक्षबाट बिदा हुन चाहन्छु। हवस् त, नमस्ते, जय नेपाल।